बर्थडे टु यु बुढा। ए थ्याङ्क यू बुढी। यो मलाई यो सबै आज मेरो जन्मदिनको दिन अवसरमा यस्तो यो फुलको गुच्छा ल्याइदियो, यसमा धेरै धेरै धन्यवाद छ। तर हामी नेपाली हो, हामी यो पश्चिमेली संस्कृतिमा हामी भिज्नु हुँदैन। हामीसँग जस्तो छ त्यस्तै हामी रहनसहनमा भिज्नुपर्छ। यो यस्तो जन्मोत्सवमा एउटा टिका लगाएर आशीर्वाद दिने हो होइन, श्रीमानलाई जति श्रीमतीले एउटा आशीर्वाद दिने हो। अब यस्तो यो फुलको गुच्छा ल्याएर यो पैसा खर्च गर्दैमा यो राम्रो हुँदैन। अब र उपरान्त तिमीले यस्तो खर्च गरेर खर्चालु चाहिँ यो जन्मोत्सव मनाउनु आवश्यकै छैन। कुरो बुझ्यौ नि? नयाँ चिज भनेर ल्याएको यस्तो पो रहेछ है। नयाँ चिज भनेर ल्यायो, तर यो हाम्रो संस्कृति होइन। यो यस्तो संस्कृति भित्तिएको कति नै भएर यो पश्चिमेली संस्कृतिमा हामी रमाइरहेका छौँ। हामी आफ्नो संस्कृतिलाई दिन प्रतिदिन बिर्सिँदै गइरहेका छौँ। यो नि नराम्रो परिवेश हो, नराम्रो अर्थ लाग्छ यसले। त्यसले गर्दा हामीले आशीर्वाद दिने हो, टिका लगाइदिने हो। हाम्रो बारीमा अथवा करेसामा जस्तो किसिमको फुल छ त्यही फुल दिने हो। यस्तो यो बजारमा ल्याएर खर्चिलो बनाएर दिनुको औचित्य हुँदैन।